हेलो आज फेरि म तपाईहरुको माझमा युट्युब मोनेटाइज गर्नको लागि 4000 घण्टा वाच टाइम कसरी पार गर्ने त्यो तरिकाहरु चाहिँ देखाउन गइरहेको छु। एक दिनमै तपाईहरुको 4000 घण्टा कम्प्लिट हुनेछ। सुरुमा VPN युज गर्नुपर्ने हुन्छ। VPN को लागि एकदम उपयुक्त VPN मा गएर सर्च गर्नु होला। ब्राउज फास्ट सेक्युर VPN प्रोक्सी। यसमा मेरोमा इन्स्टल छ अलरेडी। यसको विशेषता के छ भने तपाईको जतिखेरसम्म पनि चलाउन सक्नुहुन्छ। VPN क्यान्सल स्टप नगरेसम्म चाहिँ स्टप हुँदैन। त्यसलाई ओपन गर्नु होला। त्यसलाई ओपन गरिसकेपछि यहाँ तपाईको यो VPN को लागि तपाईको तीनटा देशहरु फ्री रहन्छ। नेदरल्यान्ड, सिंगापुर र युनाइटेड स्टेट। त्यसमध्येमा कुनै एउटा सिलेक्ट गर्नु होला र त्यसपछि यो ट्याबमा चाहिँ अन गर्नु होला। डिस्कनेक्ट कनेक्ट छ, कनेक्टमा चाहिँ एड गर्नु होला। कनेक्टिङ हुनेछ। त्यसरी तपाईको माथि टपमा यो प्रोटेक्टेड भइसक्यो। VPN प्रोटेक्ट भइसक्यो। त्यसपश्चात तपाईको आफ्नो कुन च्यानललाई चाहिँ तपाई प्रमोट गर्न चाहनुहुन्छ त्यो च्यानललाई गर्नु होला। मैले भन्ने छ। त्यसमा चाहिँ मैले 7 मिनेटको भिडियो चाहिँ अपलोड गरेको छु। म त्यसैलाई लिने छु। त्यसको 3 डटमा क्लिक गरेर यसलाई शेयर बटनमा क्लिक गर्नु होला र कपी लिंक गरि राख्नु होला। यही भिडियोलाई चाहिँ उ गर्ने हो। त्यसपछि तपाई कुनै ब्राउजरमा जानु होला। म क्रोम ब्राउजरमा जाने छु। क्रोम ब्राउजरमा गइसकेपछि सर्च गर्नु होला। भ्युज एसेन्सी सुरुमा देखाइसकेको छ। भ्युज एसेन्सी यसमा क्लिक गर्नु होला। यहाँ तपाईको प्लस आइकन देखिदासम्म चाहिँ वेट गर्नु होला र सुरुमै प्लस आइकन देखिसक्ने छ। यहाँ चाहिँ तपाई याड गरेर यहाँ चाहिँ पेस्ट गर्दिनु होला। पेस्ट एउटा ट्याब आफ्नो मोबाइलको मता अनुसार चाहिँ ट्याप गर्न सक्नुहुनेछ। 10 देखि 15 वटा सम्म चाहिँ गर्न सकिनेछ। चाहिँ अहिले भिडियो लामो बनाउन नहोस् भन्नको लागि चाहिँ 5 वटा मात्रै गरेको छु। सामान्यतया मोबाइलले चाहिँ 15 वटा सम्म चाहिँ भिडियोहरु धान्न सक्छ। त्यसपछि टेस्ट अडियोमा क्लिक गर्नु होला। टेस्टिङ भइरहेको छ। टेस्टिङ राम्रोसँग हुन दिनु होला। प्लेइङ अडियो देखाइरहेको छ। टेस्टिङ सबै टेस्टिङ देखाइरहेको छ। त्यसपछि त्यसमा अडियोहरु सुन्न सक्नुहुन्छ। सबै अडियोहरु चाहिँ प्लेइङ भइसकेको छ। त्यसमा केही समस्या देखेको छैन। ल त्यसपछि 15 वटा ट्याबसम्म बनाइसक्नु भयो भने भ्युज सिन्समा चाहिँ क्लिक गर्दिनु होला। तल तपाईले देख्न सक्नुहुन्छ। तल तपाईको HTTP भनेर भ्युज सिन्स नेट भनेर एउटा जेनेरेट गरिसकेको हुनेछ। लिंक जेनेरेट गरेको हुनेछ। न्यू ट्याबमा सर्च गर्नु होला र त्यो लिंकलाई त्यहाँ गएर कपी पेस्ट गरेर सर्च गर्दिनु होला। सर्च गर्दिसकेपछि तपाईकोमा देखाइसकेको हुनेछ। क्लिक इच भिडियो टु स्टार्ट बफरिङ भनेको छ। स्टार्ट प्रत्येक भिडियोलाई चाहिँ प्ले गर्नु होला। प्रत्येक भिडियोलाई प्ले गरिसकेपछि त्यसको क्वालिटी सबैको साउन्ड अन हुनुपर्ने छ। साउन्ड अनको पनि गर्नुपर्छ। प्ले गरेर तपाईको मजासँग भिडियोमा लामो भिडियो हालेर तपाईले राखिदिनु भयो भने पनि तपाईको 15 वटा ट्याबसम्म गर्ने हो भने 1 घण्टा भन्ने हो भने 15 घण्टा हेरिन्छ। त्यसरी नै तपाईले मोबाइलबाट कसैको ल्याएर 4-5 वटा मोबाइल अथवा 8-10 वटा मोबाइलबाट यसरी नै तपाईले गर्न सक्नुभयो भने 3-4 दिनमै तपाईको युट्युब मोनेटाइज हुनेछ र मोनेटाइज भइसकेपछि तपाईको इन्कम हुन चाहिँ सुरु हुनेछ। यसरी नै भिडियोलाई युट्युबलाई मोनेटाइज गर्न सकिन्छ। त्यसकारणले यसरी नै प्रयोग गर्नु होला भन्दै आजको भिडियो मन परेमा तपाईहरु लाइक शेयर कमेन्ट अर्थात सब्स्क्राइब गर्न च्यानल नभुल्नु होला। यस्ता भिडियोहरु म नयाँ ल्याउने गर्दछु। टेक्निकल सम्बन्धी भिडियोहरु त्यो नयाँ जानकारीहरु पाउनको लागि तपाईले यो युट्युब च्यानललाई सब्स्क्राइब गरेर फलो अप गरिराख्नु।